लु हेर्नुहोस् है, टिम्बुर चाहिँ झऱ्यो हो। लु को कोलाई मनपर्छ भन्नुहोस् है, एक हाँगाबाट यो खालको निक्ल्यो टिम्बुर चाहिँ। को कोलाई खान मन लाग्छ भन्नुहोस् है कमेन्टमा। रुख चाहिँ ठुलो थियो, यहाँ चाहिँ पुरा छ टिम्बुर चाहिँ। यो रुखमा देख्नुभयो होला, जुम गरेर देखाउँछु। यी मसिनो पुरा फलेको छ। तर म चाहिँ एउटा हाँगा मात्रै झार्छु किनभने इनफ पुगिहाल्छ यतिले त। लु हेर्नुहोस् त, अर्ग्यानिक टिम्बुर आम्बो, यसको अचार हो। काँचै खाँदा पनि भयो, भातमा छरेर होइन। यो त फेरि आयुर्वेदिक पनि हो, दबाई मेडिसिन। जसको हात खुट्टाहरू दुख्छ हो, यसको तेल लाउनु भयो भने चाहिँ टक्कै हुन्छ है साथी हो। बुझिराख्नुहोस् यो कुरा चाहिँ। यो टिम्बुर चाहिँ एउटा मेडिसिन पनि हो है। लु को कोलाई मनपर्छ कमेन्टमा भन्नुहोस् त।